Namaste everyone. I hope हजुर सबैजना सन्चै हुनुहुन्छ होला. वेलकम टु माई मिनी भ्लग. अनि हजुर सबैजनालाई ह्याप्पी माघे सङ्क्रान्ति. हजुरहरूको माघे सङ्क्रान्ति कस्तो गयो कमेन्ट गरिदिनु होला. आज चाहिँ म बिहान यति छिटो उठेँ गाइज. अनि त्यसपछि म माथि पूजा कोठीमा गएर भगवानहरूलाई सफा गर्न थालेँ. यति चिसो थियो गाइज पानी. अनि त्यसपछि म फेरि बाहिर आएर पूजा थालीहरू माझ्न थालेँ. यस बेलामा चाहिँ मैले अति चिसो भयो भनेर पानी तताएर ल्याएर बल्ल माझेको. अनि मैले चाहिँ 2 दिन हो कि 1 दिनपछि भोइस ओभर भिडियो बनाइरहेको छु. हजुरहरूले मेरो भोइस ओभरवाला भिडियो मिस गर्नुभयो भने कमेन्ट गरिदिनु होला. अनि त्यसपछि मैले चाहिँ अब पूजा थाली मिलाउन थालेको गाइज. अनि यस्तो जाडो छ आजकल, बिहान उठ्न पनि सक्दिनँ म त. अब कलेज ल्याएपछि म कसरी उठ्छु होला थाहा छैन. सो हजुरहरूको माघे सङ्क्रान्तिमा के गर्नुभयो दिनभरि यस कमेन्ट गरिदिनु होला. कस्तो गयो, राम्रो गयो कि गएन भनेर. अनि अहिले चाहिँ म यहाँ त्यो भगवानलाई दिनलाई प्रसाद भन्नु कि सगुन भन्नु मलाई एक्ज्याक्ट वर्ड आएन. हजुरहरूले मिलाइदिनु होला कमेन्टमा. त्यो रेडी पार्दै थिएँ. अनि त्यसको साथसाथ पूजा थाली पनि रेडी पार्दै थिएँ. अनि त्यसपछि पूजासुजा गराएर बेसार पानी खाएको. सबैजनाले यो टेस्टलेस हुन्छ भनेको होइन, यस्तो नमिठो थियो गाइस, तितो थियो हो. अनि त्यसपछि मैले बाको हातबाट तेल लगाएँ. अनि मेरो माघे सङ्क्रान्तिको यसरी सुरुवात भयो. अनि त्यसपछि मैले मम्मीलाई अलिअलि हेल्प गरौँ किचनमा भनेर अनि छोइला मुस्न थालेँ. अनि त्यसपछि के अरे उयो भोया चाड भन्छ हाम्रोमा चाहिँ, मुस्न थालेँ. अनि त्यसपछि हामीले रेडी भयो खानेकुरा सबै. यो चाहिँ मेरो मम्मीले बनाउनु भएको, एकदम मिठो 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 थियो. अनि हेर्नुहुन्छ यहाँ एकदम धेरै आइटमहरू छ. हजुरलाई कुन कुन आइटमको नाम थाहा छ त्यो पनि कमेन्ट गरिदिनु होला. सो यस गाइस, यति धेरै आइटम थियो. एकदम मिठो थियो. अनि त्यसपछि हामीले खानेहरू त्यो पुरै राम्रोसँग राख्यौँ, प्लेटमा सजाएर खानको लागि रेडी भयौँ. हाम्रो चाहिँ ऐला चाहिँ एज अ प्रसाद खानै पर्छ भनेर क्या, जस्ट जोकिङ गाइस, त आफ्नै इच्छा हो. तर यस गाइस, यता चाहिँ मेरो बाबाले ह्याप्पी माघे सङ्क्रान्ति भन्ने हुनुहुन्छ. सो अब चाहिँ हामीले यहाँ अब सबैजना राख्दै पस्किँदै खाँदैछौँ. अनि मैले चाहिँ चिउरा खाँदैन गाइस, नेवार पऱ्यो, मलाई चिउरा मन पर्दैन. सो प्लिज डोन्ट हेट मी. अनि सबैजनाले खाँदै हुनुहुन्छ. म चाहिँ फुलौरा र अनि के खाएको, फुलौरा र छोइला खाएको. त्यसपछि म ब्याडमिन्टन खेल्न गएँ गाइज. मैले कति पछि ब्याडमिन्टन खेलेको, अलि हात बजेको छैन तर एकदम रमाइलो भयो. So I would like to end my video with this beautiful sunset. Thanks for watching. Peace.